बसेर अलैँची उड्ने छ राम्रो लागेको छैन मैले सिक्दिङे अलैँचीको दाना बोक्नु दिन्छु बुझ्दै मैले बाछा निकाल्नु खोजेँ है बासाहरू त्यहाँ राख्नुपर्छ होइन बाछाहरू यो भित्र छ हट्छ अलि ओरे आउँदा बत्ती पार्ने मान्छे नै खतरा चाहिँ मारिहाल्ने गाईले त जम्मै गाई हुँदाखेरि त यहाँ त धेरै छ नि गाई त अस्ति म आएको बेला 10-12वटा थियो 12 भने त थियो 29वटा गाई थियो होइन बल भन्न गर्दा त्यस्तो चिनाले किन खान्थ्यो यो गाई इमानदार अर्को नि इमान नै छ गाई सबै इमान छ नि मेरो यो चाहिँ अलिकति कुन चाहिँ अलिक छुट्टो छ होइन यो त्यसो भए त्यो चाहिँ म दुन्दिनँ यो यसको अलिक यो घाँस खान्छ यो अलिक खुसी बनाएको गर्नुपर्छ पुरै रातो पुरै कस्तो रातो आउँदो रहेछ त होइन बिगौतीमा रातो रातो आउँछ नि भाइ हिजो बिहाको नि त यो जामा लाउने रातो रातो देख्छ नि ल फेरि यसलाई चाहिँ फुल भिन्नु ल सबै पकाइसक्यो म मिलाउँछु किन भाइ क्राइसिन बनाउँछु कि झिक्वा लाउने गरेको छौँ होइन त्यति जुना हुँदैन दमको हान्थर अप्ठ्यारो हुन्छ नि फेरि पहिला बेच्छु छ कि त्यहाँबाट लातीले त हान्दैन नि ल ल गाईले नि मलाई रहर लाग्छ कि यस्तो गाई भैँसी अरे हो नि घरमा चाहिँ छ जुना भैँसी जर्सी नाम छ यसको खास दस हो जर्सी हामी चाहिँ हाने डर लाग्छ कि अहिले मै गुनी छु अनि मान्छे गुनेर कति 2 दिन मात्र जानु कि 2 दिन यसो तर अब अहिले तारपति पानी पनि खाओस् न सानो पैसा अब के अरे गाईको मारेको त्यस्तै होला नि पहिला बेच्छु खाने गरी त धुनु परेन होइन खिर त आज बरु अहिले बाछाले नदिने अब साउने सङ्क्रान्तिमा चाहिँ कति खान्छौ सानो सन्तान आउनु न खिर खानु त्यतिखेर जम्मै गाई बिहाको हुन्छ कि हिँडे गरेर हुँदैन अब ठिकै हो छोडिदिनु न यति दिन छोडिदिनु यति दिन अलिअलि 2 दिन ठिकै हो रातु जर्सी गाई कति हजार पर्छ भने यसलाई बेच्नु भने मैले यसलाई भनेको ल्याएको 3000 मा ल्याएको पहिला अहिले यसलाई खासै कति पर्छ भन्दाखेरि सबैले मूल्याङ्कन हिंसा मात्रै लात्ती हान्दैन यहाँबाट राखेको खिच न है कतिको दामी खिच्दा कति अलिक लामैबाट खिच्नुलाई है बाहिर खिच्ने होला नि त सेटअप गरेको स्ट्यान्ड सेटअप गरेको खिच न पावर भाइ कागतीबाट देखिने दृश्यहरू पारी वारिपारी सबै देखिनको लागि चाहिँ हामी यहाँ स्ट्यान्डहरू सेटअप गर्दैछौँ यसलाई के भन्छ ट्राइपोड भन्छ हैन त ट्राइपर भन्छ या म चाहिँ सजिलो भाषा स्ट्यान्ड भनिदिन्छु कि ल ठिक छ क्यामेरा ट्राइपर सेट गर्दैछु म यहाँ ढाँटा होइन योचोटि रेला गरिन अब हामी यहाँबाट देखिने दृश्यहरू चाहिँ कैद गर्नको लागि हामी यहाँ टक्क सेटअप गर्दैछौँ यहीँबाट देखिन्छ होला तर त्यत्रो जुम हुँदैन क्या 10 देखि हिँडेर सकिँदा हुन्छ होइन 10 देखि 18 त्यो पारी हो त्यो पारी पुगेको यो पारीको गाउँ तल सामने छ
तल बाख्रा घर देख्यो होइन त सेटिङ यो खिचेको बेला मिलाउनु यो अल्ट्रा कुन भयो थोरै हुन्छ होला अहिलेको चाहिँ अल्ट्रा कि यो चाहिँ अल्ट्रा अल्ट्रावाइड चाहिँ उयो हो क्या एकदमै मान हात धुनु गाई धुनुको लागि मेना गाई दुध रेडी हुनुहुन्छ स्टार्टिङमा हो अब गाई धुनु जाँदैछु म साबन पानीमा लोकल गाई यो जुरे गाई हो एकदम घिउ पर्न यो जुगाले हिजो अलि पुग्दाखेरि ऱ्याङ्कुर हालेको थियो कि पानी पर्न भेटेको डाके त हेर्न हेर्नु यो यहाँ यो उसको भित्तामा यहाँ भित्तामा डोको थियो भाइले एकछिन मैले त्यो अलैँचीको बिरुवा हेर्न जाँदैछु अनि हङकङ काका र मैले अलैँची बोकेको हिजो दिनभरि बोक्दाखेरि जुगाले टोकेर यसो भयो हातमा देखिएन ढाड होइन त्यो साथ थियो नि फेरि ल आउनुहोस् यहाँ भित्र छोपिया छु दिल भएको कला चाहिँ हो होइन भने यहाँ अझै हेर्नुहोस् ल अलैँचीको बिरुवा यो भित्र पनि दामी छ नि फेरि यो खालको छ यो लाइनै छ ल मुनि मुनि खेमा कति नम्बर पर्छ भने यो त 3 नम्बर 4 नम्बर 4 हो अब अहिले चाहिँ भनेको 7 यहाँ चाहिँ सागबारी साग अस्ति रोपेको थियो यस्तो फुलेर मऱ्यो धेरै नै घरि उता पठाउँछ घरि यता बोलाउँछ के हो भन्दैछ अहिले तिमी त ठुली भइसकेछौ र म यत्रै भएछ तर बोलेन कि भिडियोमा म आइदियोहरू के भने त्यो सानो खालको पनि धेरै तिनवटा छ के गर्ने किन त्यो त कामै गर्ने मलाई त्यो त सबै यहाँ त अब मेरो भाग पनि कतिवटा पठाउ मैले ल्याएको दुनियाँको गाडी खाना ओके अब म यत्रो ठुलो प्लान 3 किलोमिटरमा चाहिँ 3 किलोमिटर
फर्स्ट भयो फेसबुकमा हाल्नु किन धेरै उयो गर्नु फेसबुकमा न हाल्नुलाई पो भिडियो गरेको के अरे नहाल्नु यो हाल्छौँ ल किन त्यसो भए माइजू ल्याउनु न छिटो ल खोज्दै त यहाँ बुझिन्छु साँच्चै हो त्यो चाहिँ नाइते भने असिधा भन्दै यो चाहिँ बिल भएर म Next चाहिँ edition. आज चाहिँ 2082 सालको वैशाख 25 गते चाहिँ भेट भएको पहिलो भेटेन पहिलो भेटमा चाहिँ यो चाहिँ अलिकति चेन्ज गरेर यो झलक चाहिँ अलिकति देखाउँ सम्झौँ भन्ने सोच हो कोद गाई पाला भयो आफू चाहिँ त्यही भएर अरू कोदोको त नभेटिएन ल ठिक छ थुम्की हो देवमुनि नेङ्जिम भन्छ यो थुम्की डाँडा भन्छ मास्टर अझै यो एरिया भनेको यो शिवतरले त्यो त छ यो भिडियो पनि क्लियर गर्नु भन्नुहुन्छ है यो भनेको यो तपाईँको क्रिस्चियनी एरिया भनिन्छ होला यो मुनि चिरेतो छर्नु भएको छ अरे हेर्नुहोस् न चिरेतो कतिको उम्रेको छ है यो चिरेतो यो उम्रेको कसले छर्नु हो भन्नु शिव गौतम शिव सानो सानो चिराइतो जो छ नि यहाँ हेर्नु त यो सानो सानो चिराइतोहरू योहरू तपाईँको नि दाजु यस्तो के तपाईँको चिरेतो पोहोरको चिरेतो म देखाइदिन्छु नि त यो अहिलेको यो पनि फेरि पोहोरको होइन है फेरि तपाईँको नि पोहोरको 3 पाटे भन्दा हुँदैन क्या यस्तो त्यो चाहिँ यहाँ छ अङ्कल पोर छिरे क्या दुलो देखिँदैन कहाँ छिरेन बस्तु होइन यहीँ छ वस्तु त बस्तु लानु पनि म त हामी त अब डबली घुम्ने जाउँ न त आउनु बस्तु परै पुऱ्याउँछु म होइन त्यहाँ बारेमा अलिक छोप अलि माथि बार्दै हुनुहुन्छ बार्नलाई हामी मलाई फलो गर्छौँ अब नेट चल्छ कि क्या हो यहाँ तपाईँको अब गर्दा पनि भएन भने मलाई गाली नआओस् अब साउले मलाई यसलाई म एउटा खाबो काटेर ल्याउँछु है पुणे गएर रहेछ नि त होइन अरे गाई त मेरो त यहाँ त होइन कथेर चाहिँ यहाँ मुनितिर अघि देखाएको थिएँ कहाँ गयो दाजु उँधो उँधो झरेको फाइनल्ली हामी जस्तो लाग्यो जस्तो लाग्यो उता म लिएर आउँछु ल सबै माथि पठाउनु न लभेन अरू गाई लिएर आउनु गाडी यहाँ त निकै छ नि भाइ दुईटा छ होइन तर फेरि जम्मै 32 वटा हुनुपर्छ 17 त यहीँ छ जम्मै 32 वटा बिहाउँदा अब यसपालि कति हुन्छ अब यस्तो चाहिँ सम्भावना सकिएन अब खै त फेरि मेरो माथि होइन मेरो चाहिँ अलिक बढी नै छ है यो हाम्रो कान्छा भाइको हो सिधै भन्नु यो उतल्लो साइला भाइको हो अनि यो सबै मेरो हो यो सबै मेरो हो अनि त्यो हरिको हो अनि यहाँ 10 वटा गाई छैन तल 3 अलिकति आउनु त हुँदैन यहाँ उभिनु त तपाईँको क्लिक फोटो हाल्नुहुन्छ यता भन्नु फोटोमा
गाई धुको हो कि यो के हो कि यसले वास्तै गरे साह्रै सिधा क्या गोरु हुन त गाई गोरु त अलिक लाटो हुन्छ भने त दामी छ के चारै मानिस यिनीहरू पोहोरको भाषीहरू चारवटा यिनीहरूको माउ बिहा छ तल कोही यसको माउ बिहाको त्यसको माउ बिहायो त्यसको माउ त्यही हो यसको माउ बिहायो सबै बिहाइसक्यो नि अब भन्दाखेरि अब यो कथा जस्तो हुन्छ राम्रै सिन्छ यिनीहरूको पनि होइन एक नम्बर नि जुगाले खाने सम्भावना बढी भयो तेल नलगायो भने